नमस्कार फुटबल प्रेमी मित्रहरू। फिफा विश्वकप 2026 को पहिलो समूह चरण अन्तर्गत पहिलो खेल जुन 12 तारिकमा आयोजक राष्ट्र मेक्सिकोले दक्षिण अफ्रिकाको सामना गर्दैछ। जुन 12 अर्थात् नेपाली समय जेठ 29 गते राति 12:45 मेक्सिको र दक्षिण अफ्रिका भिड्नेछन् भने सोही दिन बिहान 7:45 दक्षिण कोरिया र चेकिया बीच प्रतिस्पर्धा हुनेछ। यो सम्पूर्ण टाइम नेपाली टाइम अनुसार रहेको छ। मैले जुन भनिरहेको छु यो नेपाली टाइम अनुसार हो। त्यसैगरी जुन 13 अर्थात् जेठ 30 गते राति 12:45 क्यानाडा र बोस्निया बीच खेल हुनेछ। तत्पश्चात बिहान 6:45 संयुक्त राज्य अमेरिका र पाराग्वे आम्ने सामने हुनेछन्। त्यसैगरी जुन 14 गते अर्थात् जेठ 31 गते राति 12:45 कतार र स्विजरल्यान्ड बीच घमासान हुनेछ भने उता बिहान 3:45 ब्राजिल र मोरक्कोको बीच पनि निकै नै प्रतिस्पर्धा हुनेछ। यो खेल निकै नै इन्ट्रेस्टिङ हुनेछ। त्यसैगरी बिहान 6:45 हाइटी र स्कटल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ भने बिहान 9:45 अस्ट्रिया र टर्की तथा राति 10:45 जर्मनी र कुरासाओ बीच खेल हुनेछ। त्यसैगरी जुन 15 अर्थात् असार 1 गते राति 1:45 नेदरल्यान्ड र जापान बीच निकै ठुलो घमासान हुनेछ। उता भने बिहान 4:45 आइभरी कोस्ट र इक्वेडर बीच निकै नै प्रतिस्पर्धा हुनेछ। त्यसैगरी बिहान 7:45 स्विडेन र ट्युनिसिया बीच घमासान हुनेछ भने सोही दिन नै राति 9:45 स्पेन र काबो, राति 12:45 बेल्जियम र इजिप्ट बीच निकै ठुलो प्रतिस्पर्धा हुनेछ। जुन 15 अर्थात् असार 11 गते पनि धेरै रोमान्टिक खेलहरू हुनेछन्। त्यसैगरी जुन 16 गते अर्थात् असार 2 गते बिहान 3:45 साउदी अरेबिया र उरुग्वे बीच निकै कडा प्रतिस्पर्धा हुने देखिन्छ भने बिहान 6:45 इरान र न्युजिल्यान्ड बीच घम्साघम्सी चले लगत्तै राति 12:45 फ्रान्स र सेनेगल बीच खेल हुनेछ। यो फ्रान्स र सेनेगलको खेल पनि निकै प्रतिस्पर्धा अर्थात् रोमाञ्चक हुने देख्छु म। त्यसैगरी जुन 17 अर्थात् असार 3 गते बिहान 3:45 इराक र नर्वे बीच घमासान भए लगत्तै बिहान 6:45 अर्जेन्टिना र अल्जेरिया बीच स्पर्धा हुनेछ। यो पनि निकै इन्ट्रेस्टिङ हुनेवाला छ, अर्जेन्टिना र अल्जेरिया बीच। त्यसैगरी सोही दिन बिहान 9:45 अस्ट्रिया र जोर्डन बीच खेल हुनेछ भने राति 10:45 पोर्चुगल र डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो बीच प्रतिस्पर्धा हुनेछ। यो पनि निकै प्रतिस्पर्धात्मक हुनेछ किनभने पोर्चुगल र डिआरसी कङ्गो रहेका छन्। त्यसैगरी जुन 18 गते अर्थात् असार 4 गते राति 1:45 इङ्ल्यान्ड र क्रोएसिया बीच निकै कडा प्रतिस्पर्धा हुनेछ भने उता बिहान 4:45 घाना र पानामाको पनि निकै इन्ट्रेस्टिङ गेम हुने देखिन्छ। बिहान 7:45 उज्बेकिस्तान र कोलम्बिया बीच खेल भए लगत्तै राति 9:45 चेकिया र दक्षिण अफ्रिका बीच खेल हुनेछ भने जुन 19 अर्थात् असार 5 गते राति 12:45 स्विजरल्यान्ड र बोस्निया बीच खेल हुनेछ भने हर्गोगोभिना र बिहान 3:45 क्यानाडा र कतार बीच खेल हुनेछ भने बिहान 3:45 क्यानाडा र कतार बीच ठुलो प्रतिस्पर्धा हुनेछ। त्यसैगरी बिहान 6:45 मेक्सिको र दक्षिण कोरिया बीच खेल भए लगत्तै राति 12:45 संयुक्त राज्य अमेरिका र अस्ट्रिया बीच प्रतिस्पर्धा हुने देखिन्छ। त्यसैगरी बिहान 3:45 स्कटल्यान्ड र मोरक्कोको खेल सकिए लगत्तै 6:45 ब्राजिल र हाइटी बीच निकै स्पर्धा हुने देखिन्छ। त्यसैगरी बिहान 8:45 टर्की र पाराग्वे तथा राति 10:45 नेदरल्यान्ड र स्विडेन बीच निकै ठुलो घम्साघम्सी खेल हुने देखिन्छ। त्यसैगरी जुन 21 अर्थात् असार 7 गते राति 1:45 जर्मनी र आइभरी कोस्ट बीच प्रतिस्पर्धा हुनेछ भने उता बिहान 5:45 इक्वेडर र कुरासाओ बीच
प्रतिस्पर्धा हुने देखिन्छ। दर्शक महानुभावहरू, बिहान 9:45 ट्युनिसिया र जापानको खेल भए लगत्तै राति 9:45 स्पेन र साउदी अरेबिया बीच पनि प्रतिस्पर्धा हुने देखिन्छ। त्यसै गरी जुन 22 अर्थात् असार 8 गते राति 12:45 बेल्जियम र इरान, यो पनि निकै प्रतिस्पर्धात्मक हुने देखिन्छ भने उता बिहान 3:45 उरुग्वे र काबो भेर्डे बीच भिडन्त भए लगत्तै बिहान 6:45 न्युजिल्यान्ड र इजिप्ट भिड्नेछन् भने राति 10:45 अर्जेन्टिना र इराक बीच खेल हुने देखिन्छ। यो पनि अर्जेन्टिना र इराकको पनि निकै इन्ट्रेस्टिङ। त्यसै गरी जुन 23 अर्थात् असार 9 गते राति 2:45 फ्रान्स र सेनेगल बीच, यो पनि निकै प्रतिस्पर्धा खेल हुने लगत्तै बिहान 5:45 नर्वे र अल्जेरिया बीच खेल हुनेछ भने उता 8:45 जोर्डन र इराक तथा रात 10:45 पोर्चुगल र उज्बेकिस्तान बीच प्रतिस्पर्धा हुनेछ। यो राति 10:45 खेल पनि हेर्नुपर्छ किनभने पोर्चुगल र उज्बेकिस्तान बीच हुनेछ। त्यसै गरी जुन 24 अर्थात् असार 10 गते राति 1:45 इङ्ल्यान्ड र घानाको खेल सकिए लगत्तै बिहान 4:45 पानामा र क्रोएसिया बीचको खेल हुनेछ भने बिहान 7:45 कोलम्बिया र डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो हुनेछ। सोही दिन राति 10:45 स्विजरल्यान्ड र क्यामरुन बीच खेल हुनेछ। जुन 25 अर्थात् असार 11 गते बिहान 3:45 बोस्निया हर्जोगोभिना र कतार बीच खेल हुनेछ भने बिहान 6:45 मोरक्को र माली बीच खेल हुनेछ। त्यसै गरी राति 10:45 स्कटल्यान्ड र ब्राजिल बीच खेल हुने देखिन्छ। यो पनि निकै रोमान्टिक हुने देखिन्छ, स्कटल्यान्ड र ब्राजिल बीच। त्यसै गरी जुन 26 अर्थात् असार 12 गते राति 9:45 दक्षिण अफ्रिका र दक्षिण कोरिया, राति 1:45 चेकिया मेक्सिको तथा बिहान 7:45 कुरासाओ र इक्वाडोर बीच खेल हुनेछ। त्यसै गरी जुन 27 गते अर्थात् असार 13 गते राति 12:45 ट्युनिसिया र जर्मनीको खेल हुनेछ भने उता बिहान 5:45 टर्की र संयुक्त राज्य अमेरिकाको हुनेछ। त्यसै गरी राति 12:45 पाराग्वे र अस्ट्रेलिया बीच खेल हुनेछ भने उता नर्वे र फ्रान्स हुनेछ भने बिहान 7:45 इराक र इरान बीच प्रतिस्पर्धा हुनेछ। त्यसै गरी जुन 28 असार 14 राति 12:45 सेनेगल र साउदी अरेबिया बीच खेल भए लगत्तै बिहान 3:45 काबो भर्डे र इजिप्ट बीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेल बिहान 6:45 उरुग्वे र अल्जेरिया बीच हुनेछ भने सोही दिन राति नै 2:45 पानामा र इराक बीच र बिहान 5:45 न्युजिल्यान्ड र स्पेन बीच हो भने बिहान 7:45 जोर्डन र अर्जेन्टिना बीच खेल हुनेछ। यही खेलहरूसँगै समूह चरण पहिलो समाप्त हुनेछ र उत्कृष्ट टोलीहरू नकआउट चरणतर्फ अघि बढ्नेछन्। अब हेर्न बाँकी छ कुन टोलीले विश्वकप यात्रालाई मजबुत बनाउँदै उपाधितर्फ कदम बढाउँछ, यो भने हेर्न बाँकी नै रहेको छ।